नमस्कार एसएनएस स्टुडियोमा यहाँलाई हार्दिक स्वागत गर्दछु म सूर्य गुरुङ र आज मेरो पाहुनाको रूपमा हुनुहुन्छ गुरुङ चलचित्रका नायिका माया गुरुङज्यू र आज म माया गुरुङज्यूसँग केही छोटो मिठो कुरा गर्ने प्रयास गर्दछु र उहाँको अतीत र अहिलेको वर्तमान र साथसाथै भविष्यमा उहाँले लिएर आउँदै गर्नुभएको प्रोजेक्टको बारेमा पनि म छोटो कुराकानी गर्ने प्रयास गर्दछु। अब ढिलो नगरिकन म तमुल चलचित्रका नायिका माया गुरुङज्यूलाई हाम्रो स्टुडियो एसएनएस स्टुडियोमा हार्दिक स्वागत गर्दछु। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। एसएनएस स्टुडियोलाई कस्तो हुनुहुन्छ? एकदम है राम्रो। अहिले यहाँ युके मा हुनुहुन्छ हैन? हङकङको बसोबास अहिले युके को भ्रमणमा यहाँ हुनुहुन्छ। विशेष त तमुदी युकेले आयोजना गरेको नेपाली मेला 2025 को कार्यक्रममा सहभागी हुन र यहाँ हङकङदेखि युके आउनु भएको छ र अहिले आजसम्म पनि यहाँ युकेमा नै हुनुहुन्छ है। युकेको बस्ने लामो भयो यहाँ त चाहिँ भिसा त लामो त होइन, 1 महिना पनि भएको छैन। हजुर हजुर। तर लामो नै भन्न मिल्यो। पुरा महिना दिनै पुरानो भिसामा हुनुहुन्छ कि? महिना पुगेको छैन कि, त्यही भएर लामो हजुर हजुर चाहिँ छैन जस्तो लाग्छ। हजुर हैन यो किनभने सरी तपाईको किनभने स्टिल मैले भ्याएकै छैन कि कति कुराहरू, कति अब आफन्तहरूसँग भेटघाट होइन, सङ्घ संस्थासँग भेटघाट स्टिल पुगेको छैन नि त। त्यो भनेपछि यसलाई चाहिँ लामो भन्न मिल्दैन कि, स्टिल मलाई टाइम इनफ भएको छैन। भनेपछि म यसरी बुझौँ, यहाँको बसाइ युकेको बसाइ अझै पनि लम्बी एकदम राम्रो। किनभनेदेखिलाई हाम्रो युकेवासी हाम्रो चलचित्रकर्मी र यहाँको शुभचिन्तकहरूलाई एउटा सौभाग्य पनि हो जसले अब नेपाली मेलाको दिनमा अथवा त्यो अन्य कार्यक्रमहरूमा यहाँसँग भेट्ने एउटा शुभ अवसर पाउनु भएको थिएन होला। तर यहाँको यो बसाइले गर्दा सायद उहाँहरूलाई पनि एउटा भेट्ने वातावरण मिल्ला, सायद त्यो समय यहाँले उपलब्ध गराउनु हुनेछ होला। त्यही त युके को यो बसाइ यसो मतलब यहाँ व्यस्तै हुनुहुन्छ? आफन्तहरूलाई टाइम दिन भ्याएको छैन। हजुर। सङ्घ संस्थालाई चाहिँ हल्का अब जस्ट टाइम मिलाउने कोसिस गरिरहेको छु। मान्छेले त्यस्तै त हो नि होइन, अब अलिकति हलिडे जस्तो हो, अब हलिडेमा आउँदा इनफ त कहाँ हुन्छ र होइन। त्यो माथि एउटा यस्तो ठुलो यो जुन तमुदीको प्रोग्राममा एउटा होइन, यत्रो ठुलो प्रोग्राम एउटा होइन, नेपालीकै जस्तो भनौँ, एउटा नेपालीको आयोजक तमुदी भयो। तर पनि यो भनेको यति ठुलो इभेन्ट हो कि होइन, मैले चाहिँ त्यो सोचेकै थिएन कि। तर पनि यति ठुलो प्रोग्राममा, यति ठुलो इभेन्टमा मैले चाहिँ जोइन हुन पाएँ होइन। अनि जोइन हुँदा चाहिँ सारा नेपालीलाई समेटेर एउटा तमुले चाहिँ यो एउटा जुन आयोजक गर्नुभयो होइन, त्यसमा हामीलाई पनि अब एउटा आउने मौका पाएँ होइन। हामीलाई एउटा निमन्त्रणा दिएर हामीलाई एउटा होइन हुन्छ नि, हामीलाई एउटा ठाउँ दिनुभयो होइन। त्यसको लागि त हामीलाई त अब यहाँ अब यतिसम्म हामीलाई प्राउड, यतिसम्म हामीलाई यति खुसी मिलेको छ कि होइन। त्यही भएको भएर चाहिँ स्टिल मलाई चाहिँ त्यो लामो यो उस छैन कि, मलाई चाहिँ स्टिल नो इनफ के। एकदमै यहाँले अब होलिडेको पनि कुरा सन्दर्भ जोडिहाल्नु भयो। मैले सुनेको र यहाँको फेसबुकमा देखेको, यहाँको विभिन्न युरोपको देशहरूमा पनि यहाँ पुग्न भ्याउनु भएको रहेछ होइन। कुन देशमा पो घुम्नु भयो यहाँ चाहिँ? तमुदीले यहाँसम्म एउटा निमन्त्रणा दिएर यहाँसम्म नआएको भए सायद मेरो यो प्लान हुने थिएन। तर पनि युकेसम्म आइसकेपछि, युकेबाट एउटा युरोप त अब नजिकै हो होइन, यो बेलामा होइन, एउटा वाइ नट, एउटा मलाई स्विजरल्यान्ड चाहिँ मेरो ड्रिम कन्ट्री हो होइन। मैले सोचेको पनि थिएन कि होइन, अब युकेको एउटा तमुदीको प्रोग्राममा म एटेन्ड गरेर त्यो पछि फेरि म एउटा स्विस, नर्वे होइन, एउटा प्यारिस मैले चाहिँ यसरी घुम्ने मौका पाउँछ भन्ने मैले सोचेकै थिएन। स्पेसली इभन तपाईँहरूसँग पनि मैले 20 वर्षपछि भेटिरहेको छु होइन। साँच्चै नै दर्शकवृन्द, हामी यो पनि जानकारी गराउँ, हाम्रो भेट यो 20 वर्षपछिको हाम्रो भेट मलाई पनि एकदमै खुसी लाग्यो। यहाँसँग चाहिँ 20 वर्षपछिको भेट र आजको यो हल्का भलाकुसारी गर्न पाउँदाखेरि चाहिँ र यो समयको लागि पनि यहाँप्रति एकदमै म धन्यवाद दिन चाहन्छु होइन।
अब हामी यहाँको एकदम अतीतमा जाउँ न होइन अब जस्तै अब तपाईँले अब आजभन्दा कति वर्ष पहिला पो तपाईँले चलचित्रमा प्रवेश गर्नुभयो अथवा तपाईँले चाहिँ सायद यो कुरा तपाईँलाई पनि थाहा हुनुपर्ने हो अब हल्का फुल्का मलाई पनि थाहा छ तर कतिपय अब यतिखेर हामीलाई हेरिरहनु भने हाम्रो भ्युवर्सहरूलाई सायद थाहा होइन उहाँलाई नहोला हजुरकै होइन सायद 21 वर्ष नै होला हो 22 वर्षै भइसक्यो होला किनभने मेरो छोरा नै 19 भयो भनेपछि 20 21 22 वर्षपछि होला हाम्रो भेट भएको भनेको मैले जुन तपाईँहरूको मुभी चाहिँ मैले 21 वर्ष अगाडि सुरु गरेँ हो नि त भनेपछि भेरी लङ टाइम अनि त्यो पछि चाहिँ बिचमा माया मार्नु भयो एकअर्काले अब के भनौँ त्यो चाहिँ थाहा भएन तर 20 वर्षपछि पनि भेट हुन पायो 21 वर्ष भनौँ अब होइन किनभने त्यो पछि त हामी भेट भएको छैन नि त जब एउटा प्रोजेक्ट गरेपछि त जुन योलाई माया गरेँ त्यो पछि एउटा च्यागी गर्ने बित्तिकै म तपाईँहरू यता तपाईँ बुर्नै जानुभयो म हङकङ गएँ होइन हङकङमा आफ्नै व्यस्त लाइफ पर्सनल लाइफ फ्यामिली लाइफमा म एउटा बिजी भएँ होइन तर पनि हामी भेट्ने मौका भएन एकदम होइन एकदम खुसी लाग्यो मलाई पनि अब होइन यो लामो समय पश्चात चाहिँ यहाँसँगको यस्तो भेट होइन त्यही त हिलै माया जुन फिल्मबाट तपाईँले आफ्नो फिल्मी क्यारियर अथवा तपाईँले एउटा कलाकारिता होइन औपचारिक रूपमा सुरु गर्नुभयो होइन आज 20-21 22 वर्ष कति वर्ष भइसक्यो होला 2002 इन्ड अफ 2002 मा हुनुपर्छ होइन हजुर 23 वर्ष भइसक्यो होइन 23 वर्षमा वाउ समय होइन कति छिटो बित्दो रहेछ थाहा नपाइकन 23 वर्ष भइसकेको रहेछ युलाई माया बनेको पनि होइन त्यहाँदेखि तपाईँको त्यो पहिलो फिल्म त्यहाँदेखि तपाईँले डेब्यु गर्नुभयो होइन त्यहाँबाट तपाईँले कस्तो रहेछ त्यतिखेरको अनुभव पनि अब सेयर गरिहाल्नुहोस् न अब कस्तो भयो पहिलो फिल्म थियो पहिलो फिल्म हो फिल्मको बारेमा मलाई पनि नपढेको मान्छे हो एउटा स्पेसली भन्नु पर्दा होइन तर पनि कथाले मागेपछि के गर्नु कथाले मागेको अवस्थामा अब मलाई भेटिए होइन मैले भेटेँ तपाईँहरूसँग होइन त्यो भएको भएर जेस मलाई लाग्छ अहिले यस्तो विचार गर्दाखेरि चाहिँ कस्तो लाग्छ भने जुन मैले त्यो बेला मलाई एक्टिङ गर्ने केही नै थाहै छैन न मलाई डान्स आउँथ्यो तपाईँलाई थाहै छ होइन तर पनि कसरी कहाँबाट यो गीतहरू यसरी अलिकति बढी जुन त्यो बेला भर्खर त सुरु गरे हो होइन तर पनि अहिलेसम्म त्यो गीतहरू स्टिल एउटा अलिकति चर्चामै छ क्या त्यो गीतहरू बजिरहेको हुन्छ दोहोरीहरूमा गाइरहेको हुन्छ त्यो गीतको एक लाइन तपाईँ लेख्ने मान्छेलाई थाहा हुन्छ ल तपाईँले गाइदिनु हो त्यो त साँच्चै नै एकदमै अब यहाँलाई पनि थाहा होला बुटी चोलेरी मोहनी मुना मैरी मे बोलेरी साँच्चै नै एकदमै चर्चित गीत बन्न पुगेको थियो जस्तोमा हाम्रो कृष्ण गुरुङज्यू रघुराज गुरुङज्यू शब्द तपाईँको मेरो भन्दाखेरि पनि अब हाम्रो कृष्णजी लगायत हाम्रो साथीहरूले चाहिँ लेख्नुभएको मिठो गीत लेख्नुभएको छ मिठो सङ्गीत दिनुभएको छ र मिठो आवाज दिनुभएको छ हाम्रो गायक गायिकाज्यूहरूले चाहिँ यहाँलाई पनि हामी यतिखेर सम्झिन चाह्यौँ त्यो गीत नै एकदमै चर्चामा रह्यो युले मायाको अनि त्यस पश्चात तपाईँले भन्नुभयो नि त तपाईँले अब नाच्न नआउने एक्टिङ गर्न त्यति साह्रो पहिलोपल्ट थियो र त्यो फिल्ममा अभिनय गरिरहँदा होइन भनेपछि कतिको सहज असहज कस्तो रह्यो तपाईँको पहिलो फिल्म वास्तवमा भन्नुपर्दा चाहिँ मलाई चाहिँ कस्तो हो नि त्यो बेला म अलिकति इनोसेन्स नै थियो जस्तो लाग्छ मलाई होइन कम उमेर नै थियो यो गर्नुपर्छ भनेपछि आई ट्राई माई बेस्ट होइन मैले चाहिँ ट्राई चाहिँ गरेँ राम्रो त भन्दिनँ कुनै ठाउँमा आफूलाई हेर्दा आफूलाई नै चित्त बुझ्दैन अहिले तर पनि मैले त्यो पछिल्लो समय मैले अर्को मुभी पनि गरेँ तर यस्तो चित्त चाहिँ मान्छेले बुझाउन गाह्रो हुँदो रहेछ कि होइन तर पनि मैले चाहिँ त्यो बेला चाहिँ लाग्छ मैले भनिहालेँ एक्टिङको मलाई केही थाहै नहुने तर पनि मलाई डाइरेक्टर साहबले अब यो गर यस्तो गर भनेपछि चाहिँ मलाई जहाँसम्म लाग्छ नजाने कुरालाई पनि मैले त्यो जबरजस्ती मेरो वेबाट गरेको जस्तो चाहिँ मैले प्रायः चाहिँ राम्रै गरेँ जस्तो लाग्छ तर पनि अफकोर्स अब अहिले जुन मैले कति मुभीहरू हेर्छु होइन
एक्टिङ भनेको त यस्तो पो रहेछ होइन थिएटरबाट आउनेहरूले छुट्टै एक्टिङ गर्नुहुन्छ हामी त नथिङ होइन मैले त भने नि मैले एक्टिङको उसमा चाहिँ त्यो कबाट ग्यासम्म पढ्नु पर्ने म क पनि नजानेको मान्छे हो कि होइन तर पनि एउटा भाग्य भनौँ या अब एउटा आई डोन्ट नो के भनौँ अब जस्ट त्यो एउटा फर्स्ट सुरु गरेको त्यसले नै अहिलेसम्म चिनिराख्दाखेरि चाहिँ आफूलाई चाहिँ माया गुरुङ एउटा बुट्टे चुलेरी हिरोनी भनेर चिनिन्छ हिला मायाको हिरोनी होइन कि बुट्टे चुलेरी हिरोनी भनेर चिनिन्छ होइन गर्व लाग्छ खुसी लाग्छ मैले जानेर एउटा होइन गर्छु भनेर गरेको कुरो होइन कि गर्नुपर्छ भन्दाखेरि चाहिँ मैले कोसिस चाहिँ गरेँ हो त्यही कोसिसमा चाहिँ मलाई अलिकति भनौँ त्यस्तो सफलता त नभनौँ तर पनि हाम्रो त्यो बेला चाहिँ सफलता नै पाएको अनि त्यो समयमा गुरुङ चलचित्रहरू बन्ने क्रम त थियो तर अहिलेको जस्तो त्यति धेरै संख्यामा चाहिँ बनिने थिएन होइन तर पनि त्यो समयको म चाहिँ त्यो फिल्म त्यो अभिनय त्यो गीतहरू होइन गीत सङ्गीतले एउटा राम्रो मार्केट चाहिँ लिएकै हो त्यसमा चाहिँ हामी गौरव गर्नुपर्छ त्यसलाई एकदमै बधाई छ यहाँलाई चाहिँ होइन अनि त्यस पश्चात यहाँको फिल्मी करियर होइन कलाकारिताको यात्रा चाहिँ अगाडि बढ्यो त्यस पश्चात यहाँले कुन कुन फिल्महरू चाहिँ खेल्नुभयो अब त्यो लगतै मैले च्यागी हजुर गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र त्यो कथावस्तु एकदमै राम्रो थियो त्यो पछि चाहिँ तपाईँको गीत पनि गरेँ मैले अब कति अरू गीतहरू पनि मैले निकै गरेँ हाफ दर्जनभन्दा बढी गरेँ होइन गर्दा गर्दै अब त्यही बुट्टे चुलेरी गर्दा अब मेरो एउटा फ्यामिली लाइफ म्यारिड लाइफ भनौँ होइन म एउटा म्यारिड लाइफमा म हङकङ भनौँ न अब हङकङतिर प्रस्ताव विवाह भयो त्यही गीतले गर्दा एउटा होइन मेरो करियर सुरु भयो भनौँ न जब त्यही गीतबाट त भएको हो नि मेरो एउटा फ्यामिली एउटा म्यारिड लाइफ पनि भयो म्यारिड लाइफपछि म आफ्नै फ्यामिली लाइफमा व्यस्त भएँ अब 7-8 वर्ष म 8 वर्षपछि होला मैले जुन बुट्टे चुलेरी पछि चाहिँ 8-9 वर्षपछि म ब्याक भएँ होइन एउटा रहर एउटा जमाइसकेको थियो त्यो रहरलाई पोख्नलाई चाहिँ मैले चाहिँ आफै एउटा घलेक द साइन अफ लभ भन्ने घलेक फिल्म मैले आफैले प्रड्युसर गरेँ आफै पनि खेलेँ होइन त्यो पछि चाहिँ फेरि यस्तै त हो एउटा व्यस्त हजुर गमन हुनुहुन्छ सिपुरा गुरुङ सायद पहिलो फिल्म पहिलो फिल्म नै हो उहाँको चाहिँ उहाँ त्यो पछि चाहिँ उहाँले एक दुईवटा त गर्नुभयो होला जस्तो लाग्छ मलाई तर उहाँको चाहिँ पहिलो फिल्म चाहिँ घलेक द साइन अफ लभ भन्ने चाहिँ मैले प्रड्युसर गरेको त्यो फिल्म गरेँ त्यो पछि चाहिँ फेरि यसै त हो एउटा फ्यामिली लाइफ भएपछि होइन आफूले चाहेको कुराहरू कति कुराहरू गर्न खोज्दा पनि गर्न सक्दैन होइन समय परिस्थितिले गर्दा अब बाबु अलिकति सानै भएको भएर अलिकति फ्यामिली लाइफतिर नि अलिकति व्यस्त भएँ अहिले अलिकति छोरा ठुलो भएको छ अब 18 पुरो भयो बाबु पनि होइन त्यही भएर म अहिले हङकङ यहाँ युकेसम्म आइरहेको छु अलिकति बाबु ठुलो भएको भएर म अलिकति फ्री भएको छु भन्नु पर्यो होइन त्यही भएर पनि अब तपाईँ अहिले चाहिँ पछिल्लो समयमा बढी सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ जिफा हङकङको अध्यक्ष हुनुहुन्छ होइन एकदम समाजसेवामा एकदम लागि परिरहनु भएको छ होइन तपाईँ अब सारा हङकङको तपाईँ कुनै पोस्टमा हुनुहुन्छ म अहिले त्यही नि गुरुङ फिल्म एसोसिएसन हङकङ अध्यक्ष हो अनि म संस्थापक स्थापना कालदेखि नै म सहारामा एउटा कार्य समितिमा काम गरेको थिएँ अहिले म सल्लाहकारको रूपमा छु यो वर्ष चाहिँ म यो कार्यकाल चाहिँ म रेस्ट बस्छु भनेको थिएँ तर पनि साथीभाइले छोड्नु भएन होइन यसो के तर पनि ठिकै छ आफूले सक्दो गर्ने हो होइन त्यसमा पहिला म लमजुङदेखि लिएर तमु पेलो सङ्घदेखि लिएर अब महिला सङ्घदेखि लिएर म धेरै सङ्घ संस्थामा आबद्ध थिएँ जब जुन मैले गुरुङ फिल्म एसोसिएसन हङकङको अध्यक्ष पद लिएँ संस्थापकमा चाहिँ म स्थापना कालमा चाहिँ म एउटा उपाध्यक्षकै उसमा आएको थिएँ अहिले चाहिँ यो सेकेन्ड जुन जिफाको चाहिँ अहिले म अध्यक्षमा आएको चाहिँ म सेकेन्ड म चाहिँ दोस्रो पटक यो दोस्रो कार्यकालमा छु आई मिन दोस्रो
जुन कार्य समितिमा छु होइन अब अलमोस्ट सिद्धिन लागेको छ मैले चाहिँ जुन यो पद लिएपछि चाहिँ अलिकति सिरियस नै हुनुपर्छ भनेर मैले अरू सङ्घ संस्था चाहिँ अलिकति टाइम नभएको भएर चाहिँ मैले अलिकति ग्याप राखेर मैले चाहिँ यतातिर बढी फोकस गरिरहेको अनि त्यो पनि हुन्छ कसो भने कलाकार हो अब कलाकार चाहिँ सबैको साझा हो होइन सम्पूर्णको साझा भएको कारणले चाहिँ कलाकारलाई चाहिँ फेरि यता गाउँलेले पनि बोलाउनुहुन्छ तमु संस्थाले नि बोलाउनुहुन्छ एउटा सबैले सम्झिनुहुन्छ क्या हामीलाई त्यो भएको भएर चाहिँ हामी व्यस्त नै हुन्छ एउटा अब हङकङको लाइफमा तपाईँलाई थाहा छ हङकङको लाइफ कति बिजी हुन्छ एउटा हिँड्ने फुर्सद हुँदैन फोनमा बोल्ने फुर्सद हुँदैन यति बिजी लाइफमा पनि होइन त्यसको अलावा तपाईँको फेरि आफ्नो बिजनेस पनि होइन काम पनि अब हेर्नुपर्ने हुन्छ बिजनेस भने चाहिँ अब हेर्नै पर्यो धेरै कुराहरू छ होइन समय कसरी मिलाउनुहुन्छ त तपाईँ हङकङको यति व्यस्त जीवन होइन त्यो माथि तपाईँ एउटा कलाकार होइन समाज सेवामा तपाईँ यति व्यस्त हुनुहुन्छ होइन तपाईँको आफ्नो बिजनेस छ आफ्नो बिजनेसलाई पनि फेरि अब होइन प्रमोट गराउनु पर्यो अगाडि बढाउनु पर्यो होइन अनि कसरी टाइम म्यानेज गर्नुहुन्छ तपाईँ यस्तो रहेछ मैले देखिरहेको छु तपाईँ हाइकिङमा पनि त्यति नै व्यस्त भइरहेको देख्छु म्यानेजमेन्ट रहेछ सबैभन्दा ठुलो कुरा चाहिँ म्यानेजमेन्ट रहेछ होइन मलाई मेरो नजिकको साथीहरूले नि भन्छ कि हामी त बच्चा हेरेर बच्चा स्कुल पुऱ्याएर ल्याउन पनि भ्याउँदैन तैँले कसरी भ्याउँछ भन्छ सबै कुरा म्यानेजमेन्ट रहेछ जस्तो लाग्छ होइन अब मलाई चाहिँ म पढेर यो सिकेर आएको होइन कि मलाई परिस्थितिले समयले मलाई यो बनाइदियो कि खुसी लाग्छ होइन त्यही भएर चाहिँ मेन कुरा चाहिँ म्यानेजमेन्ट रहेछ अब म एकदम मेरो त्यो टाइम टेबल हुन्छ कि म अब विकेन्डमा चाहिँ अलिकति जस फ्राइडे सैटरडे काममा व्यस्त भएको भएर मेरो त्यस्तो एकदमै यो हुनुपर्छ भन्ने स्केड्युल हुँदैन तर पनि विकडेजमा म आफूलाई निकाल्छु आफ्नो लागि हाइकिङ म क्रेजी नै छु होइन म हाइकिङ एकदमै गर्छु म हाइकिङ म एक्लै भए पनि म एक्लै नै गइरहेको हुन्छ अहिले पनि म एकदम मेरो फेभरेट हाइकिङ हो मलाई खुसी भए पनि मलाई बेखुसी भए पनि मलाई दुखी भए पनि मलाई जे भए पनि मलाई हाइकिङ नै चाहिन्छ होइन जब म हाइकिङ जान्छु सबै कुरा मलाई त्यो रिलिफ यस्तो हुन्छ होइन त्यही भएर पनि होला तपाईँ म कसरी म प्रशंसा गरौँ अब होइन एकदमै चिटिक्कै एकदमै के मेन्टेन गर्नुभएको छ मतलब चाहिँ तपाईँले चाहिँ अब होइन आफूलाई एकदम मेन्टेनमा राख्नु भएको छ होइन अहिले त त्यस्तो नभनौँ अलि मोटा छु है धेरैले माया गर्नु भएपछि अलिकति माथिदो रहेछ कि सम्पूर्ण संस्था सम्पूर्ण होइन शुभचिन्तक सम्पूर्णले धेरै माया गर्नुभएको भएर अलिकति तपाईँहरूले यस्तो माया गरिराख्नुपर्छ भने मोटाइहाल्छ नि म अलिकति अनि अस्ति नै हामीले एउटा न्युज पनि सुनेको थियौँ हङकङमा भएको नेपाल जनजाति महासङ्घ हो त्यहाँको चाहिँ अलिकति चाहिँ तपाईँलाई महिलातर्फ होइन उहाँले चाहिँ महिला वर्ष चेली वर्ष इयर अफ द वुमन तपाईँलाई एकदम बधाई पनि छ होइन त्यसको लागि चाहिँ अनि खास त्यसमा यहाँको के छ त्यसमा चाहिँ मैले तपाईँ कुरा नगर्दा मैले चाहिँ त्यस्तो अवार्डहरू भनौँ अब मैले पहिला चलचित्र विकास बोर्डबाट पनि पाएकै हो होइन अस्ति भर्खर मैले जिफान नेपालबाट मैले कदरपत्रदेखि लिएर होइन मैले सङ्घको जुन प्रोग्राममा मैले स्पोर्टदेखि लिएर म त्यस्तो भनौँ न त्यस्तो अवार्डहरू मैले पाइरहेको हुन्छ होइन तर पनि यो जुन जनजाति आदिवासी जनजाति महासङ्घ हङकङ अब आदिवासीको तपाईँलाई थाहा छँदैछ धेरै ठाउँहरूमा हुनुहुन्छ उहाँहरूको होइन शाखा छ के भन्यो मेरो शब्द नै छैन क्या होइन मलाई इयर अफ द वुमनमा एउटा होइन त्यो सम्झेर त्यो ठाउँमा राखेर उहाँले यो जुन दिनुभयो नि मलाई जुन अवार्ड मलाई दिनुभयो नि अब मैले भने मैले व्याख्या गरेर बयान गरेर नि छैन किनभने हङकङमा त्यस्तो कति छ क्या होइन तर इयर अफ द वुमनमा एउटा सेलेक्सनमा इज ओन्ली जे भए पनि होल इयरमा वुमन अफ द इयरमा पर्दाखेरि त मलाई त अभियसली म खुसी लाग्छ नि होइन एउटा सायद मैले एउटा संस्थामा बसेर एउटा जनजातिको संस्थामा बसेर एउटा होइन राम्रो प्रोग्रामहरू गरेर होला सायद सङ्घ संस्थाहरूमा मैले आफूले कन्ट्रिब्युसन गरिरहेको छ म धेरै ठाउँमा म
के भन्छ यो सपोर्ट गरिरहेको हुन्छ होइन एउटा फिजिकल्ली अब के अरे एउटा आर्थिक सहयोगदेखि लिएर होइन समय सबै सम्पूर्णबाट मैले जहाँसम्म लाग्छ मैले आफूले भ्याएसम्म चाहिँ गरे जस्तो लाग्छ क्या सायद त्यसको परिणाम होला त्यो त अवश्य पनि किनभने तपाईँले जुन योगदान समाजलाई दिनुभएको छ त्यसैलाई नै अब उहाँले उच्च मूल्याङ्कन गर्दै यो अवार्ड तपाईँलाई चाहिँ उहाँले दिनुभएको अवश्य भारी थपेको छ मलाई पनि त्यो फिल भएको छ होइन अवश्य पनि तपाईँले त अब त्यो फिल गर्नु नै हुने भयो अब होइन किनभनेदेखिलाई चाहिँ अब झन् नचिनेका कतिपय अब हाम्रो दर्शकहरू हुन सक्छन् कतिपय हाम्रो नेपाली समुदाय दाजुभाइ दिदीबहिनीहरू हुन सक्छन् उहाँले तपाईँको यो अवार्ड तपाईँ एवार्डेड भइसकेपछि अझ बढीले झन् तपाईँलाई चिन्नुहुनेछ अझ बढीबाट तपाईँको फेरि एक्सपेक्ट अझ बढी हुनेछ त्यो हिसाबले पनि तपाईँको रोल अझ झन् अब सशक्त रूपमा चाहिँ अब हुनुपर्छ अब होइन होइन त्यही त मलाई अचम्म लाग्छ तपाईँले चाहिँ जुन समय म्यानेजमेन्ट भनौँ न हरेक क्षेत्रमा अनि जुन पुऱ्याइरहनु भएको योगदान होइन मलाई पनि गौरव लाग्छ किनभनेदेखिलाई पुरानो साथी भएको हिसाबले पनि तपाईँको यो न्युजहरू होइन अनि तपाईँको फेसबुकमा आएको तपाईँको कतिपय कुराहरू अपडेटहरू होइन पढ्न पाउँदा हेर्न पाउँदा खुसी लाग्दो रहेछ त्यसलाई पनि एकदमै हामी खुसी छौँ होइन र यहाँलाई एकदमै बधाई पनि दिन चाहन्छु होइन तपाईँहरूले सुरुवात गर्नुभएको अब प्रश्न तपाईँको सुरुवात गर्नुभएको खुसी छु म एकदमै खुसी छु जे छ अनि ठिक छु जस्तो लाग्छ अब सायद अब अहिले पनि कुरा भयो हामी सुरुमा कुरा गर्दाखेरि चाहिँ अब समय परिस्थितिले चाहिँ अब होइन ठ्याक्क हिलो मायामा जोडिने एउटा मौका मिल्यो होइन त्यो समय जोडिन पुग्यो त्यो एउटा संयोग थियो अब होइन त्यसरी आउनु त्यसरी त्यो युनिटमा जोडिनु र त्यो युनिटबाट अथवा त्यो फिल्मबाट तपाईँको फिल्मी क्यारियर तपाईँको कलाकारिता होइन मेरो लाइफ नै अब होइन जोडेर चाहिँ जानुमा चाहिँ अब होइन लाइफ नै सुरु भयो हजुर अनि त्यस पश्चात यहाँले चाहिँ अब केही फिल्महरू खेल्नुभयो होइन धेरै म्युजिक भिडियोहरूमा चाहिँ यहाँले अभिनय गर्नुभयो होइन ती सबै एकदम सशक्त एकदमै राम्रो अभिनय गर्नुभएको छ फेरि पनि यस्तै अभिनयहरू गर्दै जानुहोस् फेरि अब हामी यहाँको फेरि अब नयाँ गुरुङ चलचित्रहरू पनि हामी हेर्न पाऊँ होइन यो कुरा भनिरहँदाखेरि अबको यहाँको अब आउने दिनमा कुनै त्यस्तो प्रोजेक्टहरू अब होइन के त्यस्तो नयाँ प्रोजेक्टहरू केही ल्याउने विचारमा हुनुहुन्छ ल्याउँदै हुनुहुन्छ यतिखेर हामीलाई हेर्नु हुने हाम्रो दर्शकहरूलाई प्लिज खुसीको कुरा अब होइन तपाईँको शुभचिन्तक तपाईँको फ्यानहरूलाई होइन खासै अब मलाई कस्तो लाग्छ भने हुन त अब जिस्केर नि भन्न सक्छ या मनबाट नि भन्न सक्छ धेरैले के भन्छ भने आउनु पर्यो ब्याग हुनु पर्यो मुभीमा फेरि ब्याग हुनु पर्यो भन्नुहुन्छ धेरैले के होइन त्यो भनिराख्दाखेरि चाहिँ अलिकति नौलो कतै अलिकति डिफ्रेन्टमा गरौँ कि भन्ने एउटा सोचले चाहिँ एउटा कथा त अब हामी नेपालीकै हो होइन त्यो भएको भएर चाहिँ एउटा मुभी गरौँ कि भनेर सोचिरहेको छु अब मुभीको नाम चाहिँ भन्न मिल्छ भनेदेखिलाई प्लिज भनिदिनुहोस् न अब तपाईँ यहीँ हुनुहुन्छ म यहीँ छु जुन अब यो हामी स्पेसली अब आदिवासी भनौँ या गुरुङ मगर होइन अब राई लिम्बू समथिङ अब जुन हामी गोर्खालीको एउटा सान भनौँ त्यो के भनौँ अब त्यसलाई हामी जब तपाईँले के भन्छ यो तपाईँले जुन तपाईँको लौरे लाइफ एउटा पुरा गरिसकेपछि तपाईँले पाउनुहुने एउटा पेन्सन पट्टा हुन्छ नि त्यो पट्टा पेन्सन पट्टा भन्ने एउटा छ सोचमा छु अब कुराहरू आइसकेको छ अब सायद गर्ने विचारमा चाहिँ छु तर अब काम नगरेसम्म त अब होइन एउटा यो भइसक्यो गरिसक्यो भन्ने कुरा आउँदैन प्रोसेसमै चाहिँ छ त्यो कतिसम्म अब सक्सेस हुन्छ भन्ने चाहिँ थाहा छैन तर त्यो प्रोसेसमै छ अब हुन्छ कि गर्छु भन्ने प्रोसेसमा चाहिँ छ यसको मतलब चाहिँ अब तपाईँको अब आउने अपकमिङ प्रोजेक्ट चाहिँ लाउरे पेन्सन पेन्सन पट्टा भनेपछि अभियसली यो चाहिँ लाउरेको सेरोफेरोमा रहने भयो
र लाउरे चाहिँ पेन्सन आएपछि पाउने चाहिँ पट्टा पेन्सन पट्टा कति दौडधुप गरिरहेको हुन्छ होइन। मलाई कस्तो लाग्छ भने क्वान्टिटीमा होइन कि हामी क्वालिटीमा जानुपर्छ जस्तो लाग्छ क्या होइन। कोसिस त गर्नु पर्यो नि त, त्यो परिणाम आए नि नआए नि कोसिस गऱ्यो भने त केही हदसम्म त राम्रो भइन्छ नि त होइन। त्यो भएको भएर चाहिँ मैले म स्टिल एटलिस्ट स्टिल ब्याक हुने कोसिस गरिरहेको छु, एउटा म्यानेजमेन्ट गरेर होइन, एउटा म्यानेज गरेर एउटा फेरि पनि गरौँ भन्ने एउटा सोच राखेको छु। त्यही हो मेरो अलिकति व्यवसाय, एउटा सङ्घ संस्थादेखि लिएर एउटा फ्यामिली, एउटा होइन सबै कुराहरू मिलाउनु पर्दा चाहिँ मलाई चाहिँ अलिकति जस्ट टाइम चाहिँ अलिकति ग्याप राखेको कारण थियो। अनि म क्वान्टिटीमा भन्दा म क्वालिटीमा जान खोजिरहेको भएर चाहिँ कोसिसमा भइरहेको भएर चाहिँ यो अलिकति ग्याप नै राखेको हो क्या। यस खुसी लाग्यो अब फेरि यहाँ पुनः नयाँ प्रोजेक्ट लिएर फेरि आउँदै आउँदै रहेछ होइन। फेरि मौका पाउँछ यो के आउने अवश्य 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 पनि तपाईँको पेन्सन पटकको पेपर्स युकेबाट गरौँला नि त, गरौँला न तपाईँहरूले साथ सपोर्ट गर्नुभयो भने चाहिँ आउँछ स्योर हो। अनि अवश्य किनभनेदेखिलाई चाहिँ अब तपाईँहरू जस्तो एउटा कुशल चलचित्र कर्मीहरू होइन जसले यसरी नयाँ नयाँ कथावस्तुलाई लिएर होइन नयाँ नयाँ फिल्महरू होइन हामी दर्शक माझ लिएर आउनुहुन्छ होइन, हामीले खुसी लाग्छ। र फेरि पनि एकदम नयाँ प्रोजेक्टको लागि अग्रिम शुभकामना। त्यही त यहाँसँग धेरै कुराहरू त गर्न मन लागेको, धेरै कुराहरू पनि थियो, तर यहाँसँग भेट नहुँदा चाहिँ म यहाँसँग जब यहाँसँग भेट हुन्छ त्यतिखेर चाहिँ म यहाँसँग धेरै कुरोहरू राख्छु, धेरै कुरोहरू गर्छु भन्ने सोच लिएको थिएँ कि होइन। तब जब फेरि यसरी भेट भयो नि त अनि त्यो कुरोहरू सबै मैले बिर्सिन पुगेछु क्या अब मैले होइन। थाहा भन अब यस्तै छ। जे होस् एकदमै खुसी लाग्यो लामो समय पश्चातको यो भेट अनि र यो छोटो कुराकानी। र त्यस अनि यहाँलाई मैले सोध्न नभ्याएको होइन, सुरजीले चाहिँ यो सोधिदिनु भयो हुन्थ्यो नि त। मेरो यो कुरो पनि मेरो नयाँ थियो अथवा यो कुनै पनि मेरो दर्शकहरूलाई म सुनाउन चाहन्थेँ होइन, अब अथवा उहाँलाई धन्यवाद दिन चाहन्थेँ भने त्यस्तो केही छ यहाँको तर्फबाट हाम्रो दर्शक यति हाम्रो भ्युअर्सहरूको लागि, अथवा यहाँको शुभचिन्तक, यहाँको फ्यान होइन, यहाँको अब धेरै फ्यानहरू हुनुहुन्छ त्यो मलाई थाहा छ। तपाईँलाई थाहा होला, मलाई त्यति थाहा शुभचिन्तकहरू धेरै छ भनेर हल्का चाहिँ थाहा छ, अलिअलि छ जस्तो लाग्थ्यो। अब हङकङमा बस्दा पनि कस्तो अलिअलि होइन धेरै हुनुहुन्छ। मलाई चाहिँ के भएको थियो भने अब शुभचिन्तकहरू त हुन्छ होइन, तर हङकङमा बस्दाखेरि चाहिँ अब धेरै भयो नि त, म 20 वर्ष भइसक्यो हङकङ बसेको होइन। तर मैले फिल गरेको चाहिँ शुभचिन्तकहरू चाहिँ युकेमा चाहिँ धेरै भयो जस्तो लाग्थ्यो क्या मलाई होइन। त्यही भएर म युके आउने भन्दाखेरि म एकदमै एक्साइटेड थियो क्या। किनभने त्यो बेला चाहिँ मैले धेरै कुराहरू कस्तो हुन्थ्यो भने इभन जुन हाम्रो तमु संसार भन्ने पत्रिका थियो त्यहाँ इभन मेरो एड्रेस थाहा नहुँदा त्यहाँ चिठी आउने एउटा होइन, कति कुराहरू हुन्थ्यो। स्पेसली धेरै लाउरेहरू हुन्थ्यो कि होइन। अनि युकेमा त लाउरेहरूको बसोबास धेरै छ नि त, त्यो भएको भएर चाहिँ अरू ठाउँमा भन्दा युकेमा चाहिँ शुभचिन्तकहरू चाहिँ छ जस्तो लाग्छ है। त्यही भएको भएर चाहिँ अब शुभचिन्तकहरूको एउटा माया होइन, एउटा साथ, एउटा सपोर्टले गर्दाखेरि चाहिँ स्टिल म आज यहाँसम्म पनि आएको छु कि होइन। एउटा यत्रो ठुलो प्रोग्राममा एटेन्ड हुन पाएको छ सायद दर्शकको मायाले नै होला नि होइन। अब दर्शकको माया, सम्पूर्णको सपोर्ट साथले गर्दा नै म आज यहाँ छु जस्तो लाग्छ होइन। त्यही भएको भरलाई चाहिँ अब प्रयास गर्ने हो। अब दर्शकले त भन्नुहुन्न यो यस्तो अब यो आउनुपर्छ यस्तो गर्नुपर्छ त भन्दैन होइन, तर पनि आफूले सक्दो होइन, आफूले सकेको गर्नुपर्छ जस्तो लाग्छ होइन। अनि त्यसमा चाहिँ फेरि जुन मैले गरेको काम चाहिँ दर्शकको र शुभचिन्तक बिना चाहिँ अधुरो नै रहन्छ होइन। सम्पूर्णलाई चाहिँ माया गरिदिनु होला होइन, साथ सपोर्ट। अब कुनै पनि प्रोजेक्ट आयो भने हेरिदिनु होला होइन भन्न चाहन्छु।
त्योभन्दा त अरू अब के भन्ने मलाई फेरि त्यस्तो बोल्न नै आउँदैन भन्न नै आउँदैन सोझो मान्छे त्यस्तो बोल्न आउने भए त अब म कहाँ के भइसक्थेँ नि बोल्न आउँदैन नि त त्यही भएर मैले जे जानेको छु जे सोचेको र भनेको छु त्यो नै हो तपाईँलाई कसले भनेर बोल्न आउँदैन यति मिठो बोल्नुहुन्छ होइन यति हँसिलो हुनुहुन्छ होइन अनि सबैको अब बोल्न आउँदैन त्यही भएर हाँसेर टार्ने हो नि त है त्यो पनि ठिक छ त्यो पनि अब कुनै नायिकाको एउटा कला हो त्यो र हाँसेर नै आफ्नो शुभचिन्तकहरूलाई होइन आफ्नो फ्यानहरूलाई अब हाँसेन भने चिन्दैन अनि के गर्नु त नि एकदम खुसी लाग्यो रमाइलो लाग्यो यहाँसम्मको लामो समय पश्चातको यो भेटघाट र हल्का हाम्रो यो कुराकानी र यो समयको लागि पनि यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु स्पेसली यो एसएनएस के हो त्यो पछि एसएनएस स्टुडियोलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई आज होइन धेरै पछि होइन यो मौका दिनुभएकोमा एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि हजुरको यो जुन एसएनएस स्टुडियोको सफलताको शुभकामना दिन चाहन्छु र फेरि पुनः यहाँको अब आउँदै गरेको नयाँ प्रोजेक्टको लागि पनि अग्रिम शुभकामना सपना त होइन नि यो होइन हामी भेटघाट भयो मलाई पनि थाहा भएन अब यो सपना हो कि 20 वर्षपछिको यो भेटघाट र हामी यसरी कुराकानी गर्ने एउटा शुभ अवसर पाएको छ अनि यो समयलाई मात्रै हामी त्यापति गरिरहेको छौँ अब होइन खुसी लाग्यो यहाँसँगको यो भेट यो कुराकानी फेरि पनि यो समयको लागि एकदमै धन्यवाद भन्दै मेरो आदरणीय भ्युअर्सहरूको लागि एकदमै धन्यवाद अहिलेसम्म हामीलाई हेरेर साथ दिनुभएको छ यहाँले माया गरिदिनु भएको छ यसरी नै माया गर्दै जानुहोस् र कलाकार र हाम्रो चलचित्रलाई पनि माया गरिदिनुहोस् भन्दै यहाँहरूबाट म लगायत मेरा अतिथि माया गुरुङ हामी बिदा हुन चाहन्छौँ नमस्ते धन्यवाद